भयो ओ ओ कल्पना हो गो के गर्ने गो 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 के गर्ने हो जे गर्ने हो हामी आफै गर्छौं गो साथीहरु के गर्न लौरनेको टोलहरु फाल न अनि कुरा गर गो ए तपाईले हामीले केही पनि गर्दिनौ तर नि सलिनाहरु के गरेको त्यहाँ भन्देऊ न है गो ए दातेको भन्दिऊ है ओइले भन्दिऊ ल ल तर मलाई नपिटा है म पिट्दिन ल ओइ सन्ध्या तिमीलाई माउले जान दिनुहुन्छ जाम कहाँ जाने भनेको यसले त कुरा पनि नभन्न सक्यो नि गो हो त नि यसले त नभन्दा नि सक्छ अहिले गएर भन्ला हो मेरो मम्मी लास्ट बिरामी हुनुहुन्छ म जान्न के रे भन्ने बेला चाहिँ साइले लुताउने ओइले चाहिँ भन्दिन भन्ने कस्तो खालको मान्छे हो आज हो बिचारीको आमा बिरामी हुन्छ नि छोड्देऊ भोलि भन्छ नि बरु सन्ध्याले माउले जान ढिला भयो जाऊ जाम ए ल गइहालौँ नि त मम्मीले भन्छ के भनेको रे फेरि भन त म एकचोटी सुन्न चाहन्छु भोलि भन्छु के मेरो आमा लास्ट बिरामी हुनुहुन्छ म जान्छु ल ए बिचरालाई कस्तो रोएको जान दिऊ है बरु म भोलि बिहानै बसमा चढेर जानुपर्छ अनि तिमीहरू सबै मिलेको हुनुपर्छ है म माउलेबाट आउँदाखेरि अनि सबै कुरा भन्न पठाऊ है तिमीहरूले ल राम्रोसँग जाऊ है सबै कुरा मिलेको हुनुपर्छ नि जन्न पतायो मैले अब कहिले पनि गर्दैन जानु पर्यो ए ल साथी हो जाम है यसरी नै घर जान लागेको कृष्णहरू कता गएछ त्योसँग एउटा कुरा गर्नु थियो कृष्णसँग कुरा गर्ने कृष्णसँग जान छर्म बाको त्यसरी नाले के भएछ सानोतिनो कुरामा त कृष्ण होइन नि यतैतिर तलतिर होला नि कस्तो मजा नि तिमी किन रोको किन छुटेको होइन उहाँ हुस रोएको देखेर त मेरो पत्ती आँसु आयो के ए यिनीहरू त एमए पो रहेछ ओ सपना तिमी कताबाट आएको नेपाल तिमीहरू के घरबाट आएको के गर्न गएको नि एउटा काम थियो के काम थियो भन न हामीसँग के थियो भने त्यही त तारा मेरो रेस्टुरेन्ट हो किन खै आज त मसँग बोल्नै तसँग नै रिसायो ए पैसाले दिएको त्यही ऊ कल्पना होला नि त्यही त भनेको कल्पनाले एउटा कुरा लगाइदिएको थियो त्यही भएर रिसाएको हामीसँग पनि रिसाएको छ है ज्योति ए तँ कल्पनाले मेरो रेस्टुरेन्टसँग त्यस्तो कुरा लगेको त्यसले त म छोड्दिन यो देखेछ हो भाइ म आउँदैछु एकछिन पर्ख ल ए मलाई त भाइहरूले बोलाइहाल्यो म चाहिँ माउला जान ढिला हुन्छ रे म चाहिँ जान्छु है तिमीहरूले सपना र कल्पनाको चाहिँ छिट्टो कुरा मिलाउनु पर्छ है तिमीहरूले म पोखराबाट आउँदाखेरि एकदम मिलेको हुनुपर्छ नि है म त गएँ ल बस बाई सपनाले हामीले मिलिहाल्छौँ नि गो सपना गो कल्पनै छैन गो कल्पना गो एकछिन गो गो धन्यवाद हाम्रो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा हाम्रो भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला भन्ने अर्को पार्टले हेर्नु होला बेस्ट अफ लक